नमस्कार। आज हामी इडिभी 2026 मतलब अमेरिकाको डाइभर्सिटी भिजा कार्यक्रमको नतिजा र अरू प्रक्रियाहरूबारे कुरा गरौँ है त। यो सबै जानकारी हामीले पाएको स्रोतमा आधारित छ। नमस्ते। हो, यो एकदमै धेरैको चासोको विषय पनि हो। ल सुरु गरिहालौँ न त। इडिभी 2026 को रिजल्ट कहिले आउँदैछ रे? डेट चाहिँ फाइनल भइसक्यो। यो आउने भयो मे 3, 2025 मा। मे 3, 2025। अनि समय नि ठ्याक्कै कति बजे? समय चाहिँ अमेरिकी इस्टर्न डेलाइट टाइम अनुसार दिउँसो 12 बजे। अब त्यसलाई नेपालको समयमा कन्भर्ट गर्दा रातिको 9:45 बज्छ। ए, राति 9:45 बजे? भनेपछि त्यो दिन त धेरैजना कुरेर बस्नुहुन्छ होला है? पक्कै पनि। यो इडिभी कार्यक्रम आफैमा एउटा ठूलो अवसर हो नि त विश्वभरका मान्छेको लागि अमेरिकामा स्थायी बसोबास गर्ने। चिट्ठा प्रणाली हो, तर प्रक्रिया चाहिँ एकदमै व्यवस्थित छ। नतिजा कसरी हेर्ने त? सजिलो छ कि गाह्रो? प्रक्रिया त खासमा गाह्रो छैन, तर एकदम ध्यान दिनुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा आधिकारिक वेबसाइट। कुन वेबसाइट? एक मात्र छ, dvprogram.state.gov। यो याद गर्नु एकदम जरुरी छ। अरू यताउताको लिङ्कमा गयो कि फस्न सकिन्छ। ए, dvprogram.state.gov। ठिक छ। अनि त्यहाँ गएपछि? वेबसाइट खोलेपछि त्यहाँ चेक स्टेटस भन्ने बटन हुन्छ। त्यसमा क्लिक गर्ने अनि कन्टिन्यूमा जाने। चेक स्टेटस अनि कन्टिन्यू। त्यसपछि केही विवरण भर्नुपर्छ। मुख्य कुरा भनेको 16 अङ्कको कन्फर्मेसन नम्बर। ओहो, त्यो 16 अङ्कको नम्बर जुन फर्म भर्दा पाएको थियो हैन? हो, त्यही नम्बर। जस्तै एउटा उदाहरण के रे, 2025 10DZY3DOV9 यस्तो खालको हुन्छ। त्यो नम्बर चाहियो। अनि अरू? थर मतलब लास्ट नेम अनि जन्म वर्ष, इयर अफ बर्थ मात्रै। त्यसपछि स्क्रिनमा एउटा कोड देखाउँछ, त्यो क्याप्चा कोड। त्यो टाइप गरेर सबमिट गर्ने। ल, नम्बर, थर, जन्म वर्ष अनि त्यो कोड। तर खै त्यो 16 अङ्कको नम्बर त कतिले बिर्सिन्छन् होला नि? हरायो भने के गर्ने? यो एकदम राम्रो प्रश्न हो। धेरैलाई पर्ने समस्या हो यो, तर नआत्तिनुस्। ए हो र? केही उपाय छ? छ नि। त्यही वेबसाइटमा फरगट कन्फर्मेसन नम्बर भन्ने अप्सन पनि हुन्छ। ओहो, त्यो त गजब भयो नि। हो, त्यहाँ क्लिक गरेर मागेको विवरण जस्तै नाम, जन्ममिति, इमेलहरू ठिकसँग भर्यो भने नम्बर फेरि पाउन सकिन्छ। ल, यो त ठूलो राहत भयो। अब मानौ नतिजा हेर्यो अनि छनौट भयो। कङ्ग्रेचुलेसन्स। त्यसपछि के त? सकियो? सकिएन। त्यो त बल्ल सुरुवात भयो। ए, बल्ल सुरुवात हो नि। छनौट हुनु भनेको पहिलो खुड्किलो पार गर्नु मात्र हो। त्यसपछि अझै महत्त्वपूर्ण र अलि लामो प्रक्रिया सुरु हुन्छ। के गर्नुपर्छ त अब? सबभन्दा पहिलो काम छनौट हुने बित्तिकै DS 260 भन्ने अनलाइन भिजा आवेदन फारम भर्नुपर्छ। DS 260 यो कस्तो खालको फर्म हो? यो एकदमै विस्तृत हुन्छ। आफ्नो व्यक्तिगत, पारिवारिक, शैक्षिक, रोजगारी सबै विवरण एकदमै सही र पूरा भर्नुपर्छ। सानो गल्ती पनि गर्नु हुँदैन। निकै ध्यान दिनुपर्ने रहेछ। अनि यो फर्म भरेपछि? फर्म भरिसकेपछि आवश्यक कागजातहरू जम्मा पार्नु पर्यो। कस्ता कागजात? जस्तै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, जन्मदर्ता, पुलिस रिपोर्ट अनि एकदम महत्त्वपूर्ण मान्य पासपोर्ट। यदि बिहे भएको छ भने विवाह दर्ता, सम्बन्ध विच्छेद भएको छ भने त्यसको कागजपत्र। यी सबै कागजात जम्मा गर्न त समय लाग्ला नि? लाग्छ। त्यसैले छनौट हुने बित्तिकै यो काम सुरु गरिहाल्नु राम्रो। सबै कागजात तयार भएपछि अनि DS 260 सबमिट गरेपछि दूतावास वा कन्सुलेटबाट अन्तर्वार्ताको लागि बोलाउँछ। ए, इन्टरभ्यू पनि हुन्छ? हो, अनिवार्य हुन्छ। उनीहरूले एउटा मिति र समय दिन्छन्। त्यो दिन आफ्नो सबै सक्टली कागजात लिएर जानुपर्छ। अन्तर्वार्तामा के सोध्छन् होला? सामान्यतया तपाईले DS 260 मा भरेको विवरणकै आधारमा सोध्छन्। तपाईको उद्देश्य कागजातको आधिकारिकता जाँच्ने हो। अन्तर्वार्ता पास भयो भने बल्ल भिजा लाग्छ। यो सबै प्रक्रियामा कतै पैसा तिर्नु पर्छ जस्तो छनौट हुनलाई या फर्म भर्नलाई? पर्दैन। यहीँनिर चाहिँ एकदमै होशियार हुनुपर्छ। स्रोतले पनि बारम्बार भनेको छ, इडिभी आवेदन दिन वा छनौट हुन कुनै पनि शुल्क लाग्दैन। यो पुरै निशुल्क हो। तर कतिले पैसा मागेर म मिलाइदिन्छु, छिटो गराइदिन्छु भन्छन् नि त? हो, त्यस्ता मान्छेबाट एकदमै बच्नुपर्छ। त्यो सरासर ठगी हो। कसैले पैसा माग्यो भने त्यो फ्रड हो भनेर बुझ्नुपर्छ।
सबै कुरा आधिकारिक वेबसाइट dvprogram.state.gov बाटै गर्ने हो। अरू कसैको भर पर्ने होइन। यो त एकदमै महत्त्वपूर्ण कुरा भयो। ठगीबाट बच्नु पर्यो। अनि जो चाहिँ छनौट भएनन् नि उनीहरूको लागि के हुन्छ? निराश हुने? खै, चिट्ठा हो, सबैजना पढ्दैनन्, तर निराश भइहाल्नु पर्दैन। ए हो, स्रोतले के भन्छ भने यदि तपाईँ योग्य हुनुहुन्छ भने अर्को साल फेरि आवेदन दिन सकिन्छ। हरेक वर्ष कार्यक्रम खुल्छ। मतलब एक पटक नपरे पनि अर्को पटक प्रयास गर्न पाइयो? पाइयो। जबसम्म कार्यक्रम रहन्छ र तपाईँ योग्य हुनुहुन्छ, प्रयास जारी राख्न सकिन्छ। स्रोतमा त थप जानकारी युट्युबतिर पनि पाइन्छ भनिएको छ, तर फेरि पनि जोड केमा दिनुपर्छ भने आधिकारिक जानकारी सधैँ सरकारी वेबसाइटबाटै लिनुपर्छ। ल, त्यसो भए आजको कुराकानीको सारमा हेर्दा केही कुरा एकदम स्पष्ट भयो। नतिजा मे 3, 2025 राति 9:15 बजे नेपाल समय हो। आधिकारिक वेबसाइट dvprogram.state.gov मात्रै? एकदम। 16 अङ्कको कन्फर्मेसन नम्बर ज्यादै महत्त्वपूर्ण, हराए पनि पाउने उपाय रहेछ। छनोट भएमा DS 260 भर्ने, कागजात जुटाउने, अन्तर्वार्ता दिने हो त्यो प्रक्रिया। अनि सबैभन्दा मुख्य कुरा यो सित्तैमा हो, कसैलाई पैसा नदिने, ठगीबाट बच्ने, होइन त? बिल्कुल, यही हो मुख्य कुरा। प्रक्रिया बुझ्नु र आधिकारिक ठाउँमा मात्र भर पर्नु एकदमै जरुरी छ। सानो लापरवाहीले अवसर गुम्न सक्छ। अब जाँदा जाँदै एउटा प्रश्न मनमा आयो। स्रोतले भन्छ परेन भने फेरि प्रयास गर्नु। मान्छेहरू किन होला वर्षे पछि यो चिट्ठा भर्छन्? के कुराले उनीहरूलाई तान्छ होला? भित्रैदेखिको आशाले कि बाहिरी परिस्थिति जस्तै देशको अवस्थाले? के लाग्छ? यो त गहिरो प्रश्न भयो। सायद दुवैको भूमिका हुन्छ होला। खैर, यो सोच्नको लागि छोडौं। स्रोतमा सबैलाई शुभकामना दिइएको छ उहाँहरूको EDV यात्राको लागि। हामी पनि त्यही कामना गरौं। आजलाई यति नै गरौं त? हुन्छ, गरौं। हस्त, नमस्कार। नमस्कार।